ए ढोरपातनमा बुकी बसायो। तर यो अब साउन अन्तिम हुन गयो, त्यही भएर अब यो फुलहरू पनि सिद्धि असारको 15-20 आउनु हो भने यहाँ फुलहरू टन्नै हुन्छ। गुड मर्निङ गाइज फ्रम कहाँ रे बुकी पाटन है। अहिले चाहिँ ठ्याक्राको 5:30 भयो। हामी 5 बजे हिँड्ने कि भनेर प्लान बनाएको थियौँ, तर 5 बजे अँध्यारो भएर मौसम खुलेको छैन होला भनेर हिँडिएन। तर के गर्नु यार, मौसम त दामी खोलेर चाहिँ हेरौँ न पछाडि। हिजो त यस्तो डेन्जर थियो, पुरै हुसु लाएर रातभरि पानी पर्दैन यहाँ। रातभरि पानी परेर अहिले मौसम खुल्यो। अब उता टिकाधारासम्म जाँदाखेरि पनि योभन्दा बबाल खुल्थ्यो, झन् बबाल हुन्थ्यो। हिमालहरू देख्यो भने है, छट्ट लाएर हाइट। अनि यहाँ पुरै भैँसीहरू चढ्न थाल्छ। यहाँ पछाडि चाहिँ भैँसीहरू टनाटन होइन। अनि यस्तो बबाल देखिरहेछ अहिले। सनराइज पनि हुँदैछ यतापट्टि, पुरै रातै देखिरहेछ आकाश। अब आजको बाटो चाहिँ तेर्सो नै जाने भयो। अनि एक ठाउँमा उता टिकाधारा नपुग्दै एउटा डेन्जर ठाडो उकालो छ, त्यो चाहिँ वाइल्ड हुनेवाला छ। त्यो ठाडो उकालो चाहिँ हिजो हामी आएको उकालो भन्दा अझै डेन्जर छ यार। बाटो हेर्दै मै त एकचोटि। बाटो चाहिँ यस्तो छ है, झट्ट लाएर हाय। यो बाटो यस्तरी तेर्सो हुँदै यहाँनिर डाँडाबाट चढ्नुपर्छ झट्ट लाएर। अनि माथि यस्तो छ, अनि फुलहरू देख्न सकिन्छ है। अब उता गएपछि झन् अलि धेरै फुलहरू देखिन्छ होला। त्यो चाहिँ अब हामी जाँदै गएपछि हेर्छौँ। हामी चाहिँ अलमोस्ट आधा बाटो आइसक्यौँ है टिकाधारा पुग्नलाई। अनि यहाँ अझै अलिकति राम्रो मौसम खोल्यो, अनि हिमाल पनि हल्का फुल्का देखिन थाल्यो। अनि त्यसरी तपाईँहरूलाई पनि देखाइदिउँ भनेर मैले भिडियो अन गरिहालेँ है, देखाइदिइहाल्छु है त। जस्तो छ है, हिमाल चाहिँ यहाँनिर देखिरहेछ, पुरै यो रेन्ज देखिरहेछ यहाँ। यसरी यहाँसम्म यो सन यहाँ राइज हुँदैछ होइन, त्यहाँसम्म पुरा हिमालयन रेन्ज छ। अनि यस्तो छ है, छट्ट लाएर हामी अगाडि बढ्छौँ फेरि टिकाधारातर्फ। टिकाधारा आइपुग्नलाई यो अगाडि देखेको डाँडा नै हो, त्यही बाटो चढ्नुपर्छ हामी। मेबी नेक्स्ट 30 मिनट्स हामी टिकाधारा पाटन पुग्छौँ होला। त्यहाँ दाइले भनेअनुसार टिकाधारा पुगेपछि पनि अलिकति चाहिँ हिँड्नुपर्छ भनेर भन्दै थियो। अब हेरौँ कति टाइम लाग्छ है। जब चाहिँ बबालसँग सनराइज भयो है, देख्न सक्नुहुन्छ। अनि यहाँ पुरै सनराइजले गरेर कस्तो दामी देख्यो क्या है। टिकाधारा हामी पुग्न लाग्यौँ, उतै डाँडा हो, तर यो सनराइज यस्तो बबाल भयो। अनि त्यसैले एकचोटि तपाईँलाई पनि देखाइदिइहालौँ भनेर अहिले क्यामेरा अन गरिहालेँ क्या फेरि। हामी चाहिँ फाइनली टिकाधारा पुग्नलाई चढ्नेवाला उकालो आइपुग्यौँ है। अनि म देखाउँछु तपाईँहरूलाई कस्तो छ भनेर। यस्तो बबाल खाले उकालो चाहिँ होइन, ठाडै पाहाड चढेको जस्तो क्या, यस्तो सिधा छ क्या, वाइल्ड क्या है। ल है त, 1 2 3 लेट्स गो। यहाँ है उकालो साथीहरू, थिए मान्छेहरू हिँडिरहेको देख्छ। स्वाट यस्तो गरेर स्वाट माथि चढ्नुपर्छ यार, डेन्जर खालको छ उकालो। अनि तलबाट हेर्दाखेरि त्यस्तो ठाडो उकालो देखिएन होला है। अब म तपाईँलाई देखाउँछु त कतिको ठाडो छ भनेर। यस्तो चाहिँ पुरै त्यो स्वाट माथि गएको छ यस्तो गर्दै माथि पुग्ने हो है। वाह ल्यायो गाइस, कडा हेर्दैमा त भ्यू।
गाइज हामी चाहिँ टिकाधारा पुग्नु लाग्यो होइन अनि पुग्नुभन्दा अगाडि चाहिँ यस्तो छ बाटो ढक्क लाएर अनि मुनिपट्टि सानो खोला बगिरहेछ है पवाल देखिरहेछ A1 देखिरहेछ तपाईँहरूलाई म बाटो देखाइदिइहाल्छु है त यहीँबाट होइन टिकाधारा कटेपछि चाहिँ त्यस्तो ठाडो उकालो चाहिँ छैन यो भने त नर्मल नै भयो है अनि मुनिपट्टि टक्क खोला पनि बगिरहेछ यहाँ अघि त्यो टिकाधारा चढ्ने उकालो फुर्से देउराली भन्नेबाट टिकाधारा 1 किलोमिटर भनेर भन्दै हुनुहुन्छ दाइहरूले अब हामी छिट्टै नै पुग्छौँ होला है त्यो पनि बिस्तारै जान्छौँ यो के भन्छ यार एल्टिट्युड सिक्नेस लाग्न सक्छ फेरि त्यसैले सकेसम्म बिस्तारै यो त्यहाँनिर हिमाल खुनु लागिरहेछ तर कस्तो बादलले पुरै छेकिदिइरहेछ क्या त्यो खुल्याएर कस्तो बवाल देखिन्थ्यो होला है अब खुल्दै हुन्थ्यो 10-15 मिनटको लागि भए पनि हिमालयन रेन्जहरू बवाल हुन्थ्यो अब ठिकै छ यति हो भने खुल्यो होइन त्यसमा नि खुसी हुनुपर्छ हामी ल गाइज हामी एकचोटि हाम्रो नरेश दाईले गाइदिनु भएको गीत सुनौँ है त धुर्पाटन दाईले धुर्पाटनको गीत गाउनु भएको छ एकदम राम्रो छ एकचोटि सबैजनाले सुनिदिनु होला है ए ढोरपातनमा बुकी बसायो निर्मायाले मूल बाटो बिर्सदा आँखाबाट आँसु रसायो हे आउनु भयो धोरपातन फातैमा जाउँला माया बुकीको साथैमा धोरपातनमा बुकी बसायो निर्मायाले मूल बाटो बिर्सदा आँखाबाट आँसु रसायो म चाहिँ फाइनली टिकाधारा आइपुगेँ है अनि टिकाधारा के कस्तो छ एकचोटि हेरिदिउँ है त सबैजनाले गाइज हामी यता टिकाधारा आइपुगेपछि हामीले यता गोठालो दाईहरूसँग कुरा गर्न मौका पाएको थियौँ है अनि दाईले सानो इन्फर्मेसन दिनुभएको छ के कस्तो हो यताउति भनेर त्यो पनि भिडियो हेर्नु होला है त ल त यहाँको बारेमा थोरै केही बताइदिनुहोस् त हजुर यहाँ हामी चाहिँ कोइरुकुम रोल्पा बागलुङ प्युठान गरेर 4 जिल्लाको छौँ ए अनि यहाँ चाहिँ अब यो फुलको सिजनमा आउने हो भनेपछि चाहिँ अब तपाईँहरू फुलको सिजनमा आउने भने चाहिँ अब असारको 15-20 मा आउनुपर्छ असारभित्र मात्र हुने भयो हजुर श्रावण कटेपछि हुँदैन फेरि साउन कटेपछि हुन त हुन्छ हजुर तर यो अब साउन अन्तिम हुन गयो त्यही भएर अब यो फुलहरू पनि सिद्धियो हजुर हेर्नुहोस् अनि साउन असारको 15-20 तिर आउनु हो भने यहाँ फुलहरू तन्नै हुन्छ यो ब्यागमा हुन्छ फुलहरू तन्नै है हजुर अनि उता फागुनेतिर जानु हो भने फागुनेतिर पनि हुन्छ अनि यहाँ चाहिँ अब यो फोटो भिडियो बनाएको चाहिँ अब 100 रुपियाँ लाग्छ है हजुर हजुर अब यो 100 रुपियाँ चाहिँ यो भेडासँग मात्र हो कि घोडासँग खिचे पनि 100 रुपियाँ लाग्ने कि कस्तो हो त यो अहिले हामीसँग घोडाहरू छैन हजुर हैन अब भेडाको फोटो अब जस्तै यहाँबाट खिचे पनि हजुर अनि बिचमै गएर अब भिडियो फोटोहरू टिकटक जे बनाउनु मन लाग्छ त्यो बनाउनलाई चाहिँ अब यहाँ 100 रुपियाँ तिर्नुपर्छ हजुर अनि अब हामीले त्यो पनि अब नलिने पर्ने हो र अब किन भनेपछि अब राति पानी परे हुन्छ हजुर हेर्नुहोस् राति अब भेडाहरू राम्रोसँग बस्न पाउँदैन हजुर अनि भेडाहरूलाई आराम हुँदैन त्यही भएर अब बिचमा गएर अब तपाईँ अब बुझेको मान्छे त अब किन लखराउँ भनेर अब तपाईँहरू त अब बिचमा गएर टक्क फोटो भिडियो बनाउनुहुन्छ निस्किनुहुन्छ होइन
अरू त अब लेडिजहरू त अब बिचमा गएर अब कपडा ड्रेस चेन्ज गरे दौडाउनुपर्छ ड्रेस चेन्ज गरेर जान्छ अनि यसरी लगाइदिन्छ यसो गरेर पो मजा आउँछ फोटो भिडियो बनाएको भन्छ ल गाइज अब हामी चाहिँ तिनधारबाट फर्किन्छौँ है आजको यात्रा यति नै हो यहाँबाट आज हामी बुर्तिवाङसम्म जान्छौँ पहिला झन्डै लड्यो पहिले यहाँबाट चाहिँ हामी ढोरपाटनमा 1-2 घन्टा यसो घुमफिर गरेर अनि त्यसपछि लाग्छौँ हामी तल बुर्तिवाङतिर ढोरपाटनबाट त्यही 2-3 घन्टाको मात्र हो बाटो त्यसैले सो thank you for watching all the video guys keep supporting this is Dhorpatan Bukipatan or Tindara for you guys alright take care guys bye bye and see you